What's up guys? Good morning. यो बिहानको प्रहरमा यो सैलुङको टपबाट चाहिँ नि म तपाईहरुसँग कुरा गरिरहेको छु र हामी अब यो सैलुङका विभिन्न ठाउँहरु चाहिँ नि घुम्न निस्किरहेको छौं र त्यहाँका विविध कुराहरु चाहिँ नि तपाईहरुलाई भिडियोको मार्फत जानकारी दिँदै छौं र साथसाथै जति पनि ठाउँहरु हामी घुम्छौं त्यसको विषयमा त्यसका त्यो ठाउँहरुका पनि सबै जानकारीहरु तपाईहरुलाई हामी दिँदै छौं। हेर्नुस् त कति राम्रो यो सूर्यको किरणको सूर्य उदय भइरहेको छ यो सैलुङको टपबाट हेर्न सक्नुहुन्छ। यो बिहानको प्रहरबाट चाहिँ यो सूर्यको सुनौलो किरणहरु आगमनसँगै अब हामी यो सैलुङको यात्रा चाहिँ नि सुरु गर्दै छौं। साथीहरु हेर्न सक्नुहुन्छ कति राम्रो दृश्य छ। हामीहरु अब यो सैलुङका विभिन्न ठाउँहरुमा अवलोकन गर्न जाँदै छौं। हेरौं अब कुन ठाउँमा हामी पुग्छौं त्यो ठाउँको बारेमा तपाईहरुलाई जानकारी दिँदै हामी अगाडि बढ्ने छौं। र अहिले बिहानको करिबन 6 बज्नु आँटेको छ साथीहरु। अब हामी चाहिँ नि यो मेन सैलुङेश्वर महादेवको मन्दिरमा र साथसाथै यो मिनी ग्रेट वाल भन्ने ठाउँमा सायद पुग्ने तर्खरमा छौं। यही हो ग्रेट वाल भने ओके मिनी ग्रेट वाल गाइस हामीहरु यो सैलुङमा रहेको मिनी ग्रेट वालमा आइपुगेका छौं। हेर्न सक्नुहुन्छ यो चाहिँ नि मिनी ग्रेट वाल भनेर एकदम प्रख्यात रहेको छ। हेर्न सक्नुहुन्छ यो नेपालमा निर्मित है सैलुङको नेपालमा निर्मित चाहिँ नि यो मिनी ग्रेट वाल हेर्नुस् है साथीहरु। Okay guys, this is mini great wall from Sailung. हेर्नुस् यो सिडी मार्फत चाहिँ नि अब हामी ओ माय गॉड यो सैलुङेश्वर महादेवमा प्रस्थान गर्दैछ साथीहरु। यो हाइकिङको लागि चाहिँ नि ज्यादै उपयुक्त रहेछ है साथीहरु। Oh my god, it's a really adventure. Wow. हेर्नु साथीहरु हामीहरु यो सिडी मार्फत यो मिनी ग्रेट वाल मार्फत चाहिँ नि हामी अगाडि बढिरहेका छौं। पछाडि साथीभाइहरु आउँदै हुनुहुन्छ।
हेर्नुहोस्, oh my god, what a wall. It's really look like a China's Great Wall, but this is made by Nepal. Okay, so it is called the mini Great Wall. Okay, हेर्नुहोस् त, एकदमै यो चाइनाको ग्रेट वलको झलझलको दिन छ है साथीहरू। यो सैलुङमा अवस्थित यो मिनी ग्रेट वल भनेर पनि एकदम प्रख्यात रहेको छ। विशाल रहेछ। ओके गाइज, अब हामी यो मिनी ग्रेट वलको माथिल्लो तलामा आइपुगेका छौँ र यसले चाहिँ वास्तवमा यो चाइनाको ग्रेट वलको झलझलको दिने रहेछ साथीहरू है। एकदम आनन्द आउने ठाउँ रहेछ यो हाइकिङको लागि चाहिँ नि। एकदमै उपयुक्त ठाउँ लाग्यो मलाई। हेर्न सक्नुहुन्छ चारैतिर यी हरिया डाँडा काँडा, सूर्यको किरणले हामीलाई स्वागत गरिरहेको छ। हेर्नुहोस् त, चारैतिर हरिया डाँडा, रुख बिरुवा, प्रकृतिको चाहिँ नि एउटा अनुपम उपहार चाहिँ यो सैलुङमा रहेको रहेछ साथीहरू। तपाईँहरू पनि यसो फुर्सदमा चाहिँ नि यो ठाउँमा अवश्य आउनु होला है। एकदम एडभेन्चर छ, एकदम रमाइलो छ। ओके, अब गाइज हामी चाहिँ ऊ त्यो माथिको चाहिँ नि भ्यू टावर भन्दो रहेछ, त्यो भ्यू टावरमा पुग्ने चाहिँ नि हामी कोसिसमा छौँ सबै साथीभाइहरू। त्यो माथि डाँडोमा चाहिँ हामी पुग्छौँ साथीहरू। हेर्नुहोस् है, यो यतापट्टि हरिया डाँडाहरू। मलाई त यस्तो ठाउँ खुब मनपर्छ कि, यसो हाइकिङ टाइपको। अस्ति पनि जङ्गल घुम्यौँ, आज पनि हेर्नुहोस् यो बस्ती अँध्यारो छ है गाइज। अझै अब यो सिँढीबाट चाहिँ नि हामी माथि बढ्दैछौँ। हेर्नुहोस् त, अब यहाँबाट चाहिँ हामी सैलुङ्गेश्वर महादेव, सैलुङमा अवस्थित भ्यू टावर र त्यहाँका विविध धार्मिक स्थलहरूमा चाहिँ नि यही सिँढी मार्फत हामी पुग्दैछौँ। मिनी ग्रेट वल पछाडि चाहिँ नि फेरि हामीले यस्तो किसिमको सिँढी पार गरेर चाहिँ नि हामी सैलुङ्गेश्वर महादेव र त्यहाँ रहेका विविध स्थानहरूमा चाहिँ नि पुग्नुपर्ने रहेछ साथीहरू। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् यहाँबाट यो सिँढी यसरी हामीले पार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ है साथीहरू। सैलुङ्गेश्वर महादेव हेर्नुहोस्, यसरी एकदमै भक्तजनहरू
हर्ष उल्लास एकदमै आउँदै हुनुहुन्छ। यात्रा कठिन त हुन्छ तर कठिन भए पनि रमाइलो चाहिँ नि हुने रहेछ है साथीहरू। ल हेर्नुहोस्। ओके गाइज अब हामी चाहिँ नि यो महादेव गुफा यतापट्टि र सैलुङ चाहिँ नि यताबाट लाग्दैछौँ। ओके ल साथीभाइ हाम्रो सुरुमा चाहिँ नि हामी अब यो महादेव गुफामा चाहिँ नि लाग्दैछौँ। यो वेबाट चाहिँ नि तपाईँहरू महादेव गुफामा पुग्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ। एकदमै आरामदायी बाटो छ। यसमा चाहिँ नि सिँढीहरू छैन रहेछ, एकदम शम्भु बाटो हेर्न सक्नुहुन्छ। सर्वप्रथम चाहिँ नि हामी यो सैलुङमा अवस्थित महादेव गुफातिर जाँदैछौँ यो वेबाट। त्यही त ल गाइज अब हामीहरू महादेव गुफामा चाहिँ नि लगभग आइपुग्न आँटेका छौँ। हेर्नुहोस् त कति रमाइलो छ है यो ठाउँ। ओ माई गॉड। धेरै रमाइलो। माई गॉड ल यस्तो पो हो त यार। हेर्नुहोस् त प्रकृतिले कस्तो राम्रो चाहिँ नि ठाउँ सिर्जना गरेको है साथीहरू। कति रमाइलो ठाउँ। यो महादेव गुफामा आइपुगेका छौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ नि हाम्रो सैलुङमा अवस्थित महादेव गुफा चाहिँ नि रहेको छ। हेर्नुहोस् त साथीहरू। ओके ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। जय शम्भो। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। जय शम्भो, जय शम्भो, जय शम्भो। ओम नमः शिवाय, ओम नमः शिवाय। गाइस यो सैलुङे स्वर महादेवको दर्शन गर्नको लागि यहाँ आइपुगेको छु। यो चाहिँ नि महादेव गुफा छ है साथीहरू। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। यो चाहिँ यो भन्नु शिवाय।
यहाँ चाहिँ लाइटर लाइटर यो भने नि पैसा पर्छ प्रभु जय जगदीश कुन त त्यही परे बा प्रभु जय जगदीश त्यो राख्छ न नैवेद्य दिन्छ नि होला बाबु यो सौकै ल गाइज हेर्नुहोस् त हामी यस्तो एकदमै ओह्रालो झर्दैछौँ यो सैलुङको चाहिँ नि महादेवको गुफामा जानको लागि चाहिँ नि यस्तो किसिमको चाहिँ नि हामी सिँढी पार गरेर चाहिँ नि अगाडि बढिरहेका छौँ। हेर्नुहोस् त साथीहरू कतिको एडभेन्चर छ है यो ठाउँ। ओ माई गड एकदमै एडभेन्चर छ। हेर्न सक्नुहुन्छ यस्तो भिडबाट चाहिँ नि हामीहरू यसरी आइपुगेका छौँ। हेर्नुहोस् एकदमै हेर्नुहोस् हामी एकदमै यस्तो भिडबाट हामी महादेवको गुफा सैलुङको महादेवको गुफामा चाहिँ नि अब जाँदैछौँ। त्यो अस्ट्रेलियाको त्यो तलतिर ओर्लेको थियौँ नि हामी त्यहाँनिरको सम्झना आयो मलाई। यो गुफा रहेछ। ल हेर्नुहोस् त यो महादेवको गुफा चाहिँ नि यहाँ अवस्थित रहेछ साथीहरू। ए जय महादेव गुफा। ल हेर्नुहोस् यो महादेवको गुफा साथीहरू। सिरी गुफा हो चाहिँ जयशम्भु। कता दिन्छ त कता धेरै परपछि कि नजिकै यो शिवलिङ्गको स्थापना गरेको रहेछ साथीहरू। अब धेरै जनाको घर जाँदैन कि भइसला गएको छ घर त हैन शिवलिङ्ग भनेर
अझ त्यहाँ माथि पुग्नु छ है हजुर हे हेर्नु होला तल हेरेर हेर्नु होला है प्लिज कति फाले हो मोबाइल पनि खोजे त है भन्नु त
अब अहिले ओलिन यहीबाट होइन र बोर्ड मात्रै हो ओके गाइज फाइनली हामी यो सैलुङको एकदमै टपमा आइपुगेका छौँ। यो चाहिँ नि अब यहाँबाट चाहिँ नि तपाईहरूले एकदमै यो भ्यू टावर सेक्सनबाट चाहिँ नि यो पुरा यो हिमालका एरियाहरूलाई चाहिँ नि तपाईहरूले हेर्न सक्नुहुन्छ साथीहरू। अब हेर्नुहोस् त यो चाहिँ नि भ्यू टावर हो है। यो भ्यू टावरमा बसेर चाहिँ नि हामीले अब यो चारैतिरका डाँडा काँडा हेर्न सक्छौँ। तर आज तुयालो लाग्यो हुनाले त्यति हिमालहरू देखिया छैन साथीहरू। दिस इज द फाइनल डेस्टिनेसन अफ सैलुङ है साथीहरू। हेर्नुहोस् यो दिस इज द अब यसबाट चारैतिर चाहिँ नि हामीले हिमालहरूलाई देख्न सक्छौँ। तर आज यसो हुस्सु लागेको हुनाले चाहिँ नि वास्तवमा त्यो चाहिँ नि अलिकति सम्भव भएन हुस्सुले गर्दाखेरि। अब हेर्न सक्नुहुन्छ यहाँनिर एउटा गुम्बा पनि रहेको छ। हेर्नुहोस् त यो गुम्बा कति राम्रो छ है। ल यो भ्यू टावरको माथिल्लो भागमा चाहिँ नि यो बुद्धको मूर्तिहरू यसरी सजाएर राखिएको रहेछ साथीहरू। त्यो चाहिँ नि भ्यू टावरको सबभन्दा माथि है रहेको छ। र अब यहाँबाट चाहिँ नि चारैतिर यो डाँडा काँडाहरू हेर्नको लागि यो बनाइएको चाहिँ नि भ्यू टावर हो। तर धुवालो लागे हुनाले खासै त्यति देखिएको छैन डाँडा काँडाहरू हिमालहरू है। सो विशेष गरेर चाहिँ नि हिमाल हेर्नको लागि चाहिँ नि निर्माण गरिएको हो रे साथीहरू। अब हेर्न सक्नुहुन्छ सैलुङ चाहिँ नि किन भनेको रहेछ भन्दाखेरि यसो बुझ्दाखेरि यो 100वटा यस्तो किसिमको जुन लुङहरू चाहिँ नि अवस्थित भएको हुनाले चाहिँ नि यो ठाउँलाई चाहिँ नि सैलुङ भनेको रहेछ है साथीहरू। तर यहाँको लुङ पनि एक किसिमको प्रकृतिले चाहिँ नि एउटा राम्रो किसिमबाट चाहिँ नि एउटा निर्माण गरिएको चाहिँ नि मलाई आभास मिल्यो साथीहरू। हेर्नुहोस् त किनकि यो एउटा डाँडो नै हो कि
तर यो डाँडो पनि यस्तो किसिमबाट चाहिँ नि निर्मित भएको छ कि होइन, हेर्नुहोस् न है, एकदमै स्मुथ डाँडो के। अब अरू डाँडो त तपाईँको यो रुख बिरुवाहरू झारपातहरू हुन्छ नि, तर यसमा चाहिँ नि एकदमै दुबो क्या, एकदमै दुबो टाइपको डाँडोहरू क्या, एकदम व्यवस्थित तरिकाबाट चाहिँ नि मानिसहरूले नै निर्माण गरेको जस्तो भान हुन्छ। तर वास्तवमा यो डाँडाहरू चाहिँ नि एकदमै यो प्रकृतिले आफै निर्माण गरेको रहेछ। साथीहरू हेर्न सक्नुहुन्छ यहाँनिर यस्ता किसिमका डाँडाहरू चाहिँ नि यहाँ करिबन 100 भन्दा बेसी भएको हुनाले यो ठाउँलाई चाहिँ नि 100वटा लुङ होइन, यो डाँडोलाई, यो किसिमको डाँडोलाई चाहिँ नि लुङ भन्ने किसिमको रहेछ, लुङ भन्दो रहेछ। त्यसकारण यो ठाउँको नाम चाहिँ नि 100वटा लुङ भएको हुनाले सैलुङ भनेको रहेछ क्या साथीहरू। यसो बुझ्दाखेरि हेर्न सक्नुहुन्छ यो चारैतिर एकदमै व्यवस्थित तरिकाबाट निर्मित भएका यो लुङहरू रहेका छन् साथीहरू, हेर्न सक्नुहुन्छ तपाईँहरूले। वाह।